हाई मेरो चाहिँ बच्चैदेखिको रुचि चाहिँ भिडियो पत्रकारितामा थियो। मलाई चाहिँ हिरो हिरोइनको कसैले इन्टरभ्यू लिइरहेको देख्दाखेरि चाहिँ म पनि पछि गएर त्यही गर्छु जस्तो फिल हुन्थ्यो। अनि म चाहिँ त्यो बोतल समाएर अनि कसैसँग चाहिँ आचलजी के छ हजुरको मुभी आउँदैछ नि कस्तो छ भनेर हामी चाहिँ त्यसरी कुरा गर्थ्यौँ। अनि कहिलेकाहीँ चाहिँ जस्तो युट्युबवाला कन्टेन्टहरू देख्दा पनि हेलो एभ्रिवान वेलकम टु माई च्यानल भनेर त्यसरी स्टार्ट गर्थेँ। मलाई चाहिँ भिडियोमा चाहिँ इन्ट्रेस्ट थियो त्यो बेलादेखि नै, तर अब बिस्तारै सिक्दैछु भिडियोको बारेमा चाहिँ। त्यही अहिले अब केही हदसम्म भिडियोमा पनि गर्छु। अहिले चाहिँ मेनली चाहिँ म लेख्छु न्युजहरू नेपाल खबरमा, अनि भिडियो चाहिँ सिकि नै रहेको छु। अहिलेलाई नै ड्रिम त म भन्दिनँ होइन, मेरो यो ड्रिमको सुरुवात हो जस्तो लाग्छ। म भर्खर काम गर्दैछु। मेरो यो ड्रिमको लागि चाहिँ पहिलो कदम जस्तै हो। मैले पत्रकारितामा छिरेको 1 वर्ष हुँदैछ अब, अनि भर्खर सिक्दैछु, कति धेरै कुरा मान्छेहरू चिन्दैछु। अनि मलाई भिडियो पत्रकारितामा केही गर्नको लागि चाहिँ पहिला चाहिँ आफ्नो ब्याकबोन राम्रो बनाउनको लागि चाहिँ लेखेर रिपोर्टिङ गरेर मान्छेहरू चिनेर चाहिँ गर्नुपर्छ जस्तो लाग्छ अहिले। अनि त्यही नै गरिरहेको छु म।